सामाजिक सञ्जाल फेसबुकमा हर्क साम्पाङले पटक पटक बालेन लक्षित गरेर पोस्ट गरिरहेका थिए। हिजो मात्रै बालेन शाहले पनि हर्क साम्पाङको रिप्लाई दिँदै एउटा पोस्ट गर्नुभएको छ मायालु पाराले। डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिनँ। एकतर्फी नै सही तर मेरो माया साँचो हो। यु आर माई ट्रु लभ। बालेन शाहले स्ट्याटस लेखेको 2 घण्टापछि फेरि हर्क साम्पाङले रिप्लाई दिएका छन्। लुकेर गेम खेल्दै स्ट्याटस लेख्नु सजिलो छ। देशले के कति गुमायो त्यो थाहा छ। देश रोएको बेला ऊ हाँस्दै बसेको छ। यसरी 2 मेयरहरू आपसमा झगडा गर्दै जाने हो भने पुरानालाई फाइदा हुन सक्छ। देशको अवस्था अस्तव्यस्त भएको बेलामा 2 मेयर मिलेर अगाडि बढ्नु नै राम्रो हुनेछ भन्ने मेरो धारणा छ। तपाईहरूको के धारणा छ कमेन्ट गर्नुहोला। च्यानललाई सब्स्क्राइब पनि गरिदिनुहोला। धन्यवाद।